सुन त अब म घर आइपुगेँ कि अब राख अब भोलि बोलाउँला ल अब अरे बाबा घरमा बुढी छ त मार्दैन मलाई ए तिमी कुरा बुझ न हो बुझ घरमा मेरो बुढी छन् कस्तो खतरा छ तिमी थाहा छैन अब भोलि भेट्नु पर्छ कि अहिले नगइसक त कहाँ ए मन्दिर पछाडि ल ल त्यसो भए सुन म अब 9 बजे अहिले 12 बजीतिर भेट्यौँ मलाई 12 बजीतिर तिमी त्यही मन्दिर पछाडि आऊ म तिमी आउँछु है ल अहिले राखिहाल ए उनी के गर्दैछौ हौ किन ढिला छ ए आज चाहिँ साथीको म अलिकति ढिलो भयो ए साथीकोमा कति खाएर आयो छैन यति पनि खाएको छैन अनि खाना खायौ त अनि यतिखेरसम्म नखाए चाहिँ कतिखेर खानु त ल हुन्छ अनि मलाई छ त खाना खाना आयो होला नि त साथीकोमा उतै खाए अब सुत हे भगवान् आज त जसो तसो बच्यो अब यो बुढी पो कतिखेर सुत्छ म 12 बजे भेट्न बोलाएको छ एकचोटि हेर्नु पर्यो सुते कि सुतिन बुढी सुतेको छैन सुत यो बुढो त निन्द्रामै हिँडेको कि के हो Quack.